प्रधानमन्त्री बालेन शाह सडक मार्ग हुँदै मुस्ताङ तर्फ होइके मुक्तिनाथ पुगेर दर्शन गर्ने। दर्शकबिन प्रधानमन्त्री बालेन शाह अचानक सडक मार्गबाट मुस्ताङ तर्फ प्रस्थान गरेपछि उनको यात्राले राजनीतिक तथा प्रशासनिक वृत्तमा चासो बढाएको छ। भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक नगरिएकै अवस्थामा प्रधानमन्त्रीको टोली पृथ्वी राजमार्ग हुँदै गण्डकी प्रदेशतर्फ अघि बढेको हो। सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री शाह आज बिहान काठमाडौँबाट सडक मार्ग हुँदै पोखरा र त्यहाँबाट मुस्ताङ जाने यात्रामा निस्केका छन्। उनको मुख्य गन्तव्य प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर रहेको बताइएको छ। प्रधानमन्त्री सवारी साधनको टोलीले आज बिहान धादिङ जिल्लाको पृथ्वी राजमार्ग खण्डमा केही बेर रोकिएको थियो। त्यसपछि टोली पुनः पोखरातर्फ प्रस्थान गरेको सुरक्षा स्रोतले जनाएको छ। यद्यपि प्रधानमन्त्रीको यात्राबारे स्थानीय सुरक्षा निकायलाई समेत विस्तृत जानकारी नभएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका एक अधिकृतले प्रधानमन्त्री सहितको टोली धादिङ खण्डमा केही बेर रोकेको पुष्टि गरे पनि भ्रमणको उद्देश्य वा अन्तिम गन्तव्य बारे आफूलाई जानकारी नगराएको बताएका छन्। प्रधानमन्त्री सहितको टोली केही समय यहाँ रोकिएको थियो, त्यसपछि पुनः पोखरातर्फ लागेको जानकारी छ, तर भ्रमणको विस्तृत कार्यक्रम बारे हामीलाई जानकारी छैन, ते अधिकृतले भने। बिहिबारदेखि नै प्रधानमन्त्री पोखरा हुँदै मुस्ताङ जाने तयारीमा रहेको चर्चा चलेको थियो, तर प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय तथा स्थानीय प्रशासनबाट भ्रमणबारे कुनै औपचारिक जानकारी जारी गरिएको थिएन। कास्की र मुस्ताङका सुरक्षा निकायले समेत प्रारम्भिक चरणमा भ्रमणबारे जानकारी नपाएको बताएका थिए। हिमाल पारेको जिल्ला मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र मानिन्छ। वर्षेनी स्वदेश तथा विदेशबाट हजारौं श्रद्धालु मुक्तिनाथ दर्शनका लागि पुग्ने गर्छन्। प्रधानमन्त्रीको अचानक भएको सडक मार्गको भ्रमणले थप चासो र चर्चा बटुलेको छ। घोडा दुखेर आएको, डाक्टरको दबाई खायो, के भएन, घोडामा सुई लायो, के भएन, के गरिन् के नभए, वैद्यमा आएर दबाई खाएको अब 3 महिना भयो। अहिले बस्नु नै भएको छ।